कति शान्त अनि कति सुन्दर पार्क हेर्नुहोस् त। मान्छेले आएर आफ्नो स्ट्रेसफुल लाइफबाट आएर केही समयको लागि भए पनि यहाँ यसरी फुलिरहेको फुलहरू अनि यसरी हरियो चौर अनि यस्तो आनन्दको ठाउँ हेर्नु त जति बसौँ त्यति नै बसौँ जस्तो लाग्ने खालको। यो विकसित देशहरूमा यो भनेको एकदमै नर्मल कुरा हो, तर हाम्रो देशको परिप्रेक्ष्यमा चाहिँ यो असम्भव त होइन, तर पनि अहिलेसम्मलाई चाहिँ यो हाम्रो लागि चाहिँ सम्भावना भन्दा अलिकति पर नै रहेको देखिन्छ। किनभने हाम्रो नेपाली समाजमा चाहिँ अलिकति चेतनाको स्तर अलिकति नखुलेको अथवा अलिकति कम भएको हो कि जस्तो लाग्छ। किनभनेदेखि यस्तो सुन्दर ठाउँ, यस्तो सुन्दर हुन्छ नि यो पार्कहरू बन्नका लागि एकजनाको प्रयासले मात्रै हुँदैन क्या। यो बन्नका लागि चाहिँ हरेक नागरिकले, प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट आफूले सोच्नुपर्छ कि यो मेरो कर्तव्य हो, मैले गर्नुपर्छ र मेरो लागि अनि हाम्रो लागि म गर्नुपर्छ र हामी गरिरहनु नै पर्छ। बल नै निरन्तरता पाउँछ, सधैँ राम्रो भइराख्छ। अनि यसरी जो कोही आएर पनि आफ्नो हुन्छ नि दिनभरिको कामको तनाव अनि हप्ताभरिको महिनाभरिको तनावहरू अब घरमा बसिराख्दाखेरि वक्त दिक्क लाग्या हुन्छ। अब कहाँ जाउँ भन्दाखेरि यो विकसित देशहरूमा, यो म जति देशहरूमा घुमेँ, यो कोरिया भयो, यो जापान भयो अनि यो चाइना भयो, यो देशहरूमा चाहिँ घर नजिकै जहाँ पनि यसरी सानै किन नहोस् यसरी चिटिक्कको पार्कहरू निर्माण गरिएको हुन्छ र गरेर राखेको हुन्छ त्यहाँको सरकारले। यो सरकारको मात्रै प्रयासले यो चाहिँ सम्भव भएको होइन क्या। यहाँ सरकारले जे गर्छ, जुन नीति अपनाउँछ, यहाँको नागरिकहरूले प्रत्येकले व्यक्तिगत हिसाबबाट आफ्नो स्तरबाट सकेको सरकारलाई सहयोग गरौँ होइन। यो सरकारले गरेको पनि हाम्रै लागि हो भनेर जुन चेतनाको स्तर विकास गरिएको छ त्यो नै यसको यो देखिराख्नु भएको छ हजुरहरूले, यसको एउटा उपलब्धि हो। हामीहरू चाहिँ के गर्छौँ भनेदेखि केही चिज खायो फुत्त फाल्दियो, भालै भएर नि कसैले देखाएको छैन, अब हुने पनि केही पनि होइन, मलाई के घाटा हुन्छ अरे, यो फुत्त फाल्यो हिँड्यो। अथवा खायो, यहाँ आएर मजासँग खानपिन गर्यो, खानासाना लिएर आएर अनि आनन्दले उठेर गयो क्या। चाहिने चाहिँ उनीहरूलाई राम्रो ठाउँ होइन, राम्रो ठाउँ, यस्तै सुन्दर ठाउँ, अलिकति चारैतिरको भ्यूहरू देखिने अथवा नदीको छेउमा किनारमा अथवा पहाडको टुप्पोमा चाहिने चाहिँ राम्रो ठाउँ होइन। अनि गएर अनि उपभोग गरेर मनोरञ्जन लिइसकेपछि त्यही ठाउँलाई चाहिँ कुरूप पारेर जाने हाम्रो जुन एउटा संस्कार, चेतनाको कम स्तरको प्रवृत्ति छ, यो चाहिँ हामीले हटाउनुपर्छ। यो स्तरबाट हामी हटिसकेपछि हामी आफूलाई अपग्रेड गरेर जबसम्म हामीले आफूलाई माथि लान सकिँदैन तबसम्म अरूको मुख हेरेर सरकारले गरेन, वडाले गरेन, पालिकाले गरेन, सङ्घ प्रदेश नाना थरी के छन् नेपालमा, यस्तोले गरेन उस्तोले गरेन भनेर हामीले अरूलाई दोष लगाउनु कुनै तुक हुँदैन। र यो भनिराख्दाखेरि यो जुन ठाउँमा पुगेका माथिल्लो निकायमा भएको मान्छेहरूको पनि चेतना अथवा
आफ्नो दिमागलाई चाहिँ अलिकति सफाई गर्नुपर्ने जस्तो देखिन्छ। किनभनेदेखि उहाँहरू भनेको आम जनताको आइडल हो। आइडलले जे गर्छ, जुन आइडलमा हुनुपर्ने जुन विशेषता छ त्यही विशेषतालाई नै आम पब्लिकले फलो गर्ने हो। फेरि त्यही नै भ्रष्ट भइदियो, त्यो नै व्यभिचारी भइदियो, त्यो नै खत्तम भइदियो भनेदेखि फेरि परिणाम भनेको उही हो। त्यही भएको कारणले गर्दाखेरि चाहिँ ठाउँमा पुगेको मान्छे, जुन लिडरसिपमा भएको मान्छेमा चाहिँ एउटा प्रष्ट र क्लियर भिजन हुन जरुरी छ र ठाउँमा पुर्याउने मान्छेहरू भन्नाले आम पब्लिकहरूमा पनि जनस्तरबाटै एउटा घैँटोमा घाम लाग्नुपर्ने या लगाउनु पर्ने अवस्था देखिन्छ यो समग्रमा विकास गर्नको लागि। र मेरो एउटा सुझाव के पनि छ भनेदेखि जुन हाम्रा देशका महामहिम नेता भनाउँदाहरू जो जति छन् उहाँहरू त विदेश घुमेकै हुन्छ नि त। त्यस्तो ठाउँहरू त उहाँहरूले नदेखेको पक्कै हुँदैन। हामी त एक दुईवटा देश मात्र, उहाँहरू त विश्वको धेरैवटा देश सायद अहिलेसम्म घुमिसक्नु भएका नेताहरू छन् नि त। उहाँहरू पनि नभनौँ, उनीहरूले त बुझ्नुपर्छ नि त आफूले जुन देशमा गएर घुमेको छ त्यो देशको हैन समग्र विकास मात्रै नभइकन पनि त्यहाँको भित्री पाटोहरू पनि नियालेर अथवा अब्जर्भेसन गरेर म पनि आफ्नो देशमा यही मोडलको यही ढाँचाको विकास निर्माण गरिदिन्छु भनेर मनमा एउटा हुती लिएर फर्किनु पऱ्यो क्या विदेश भ्रमण गरिसकेपछि। त के करोडौँको खर्च गर्यो, मोज मस्ती रमायो, बथानको बथान लिएर विदेश भ्रमण गरेर आयो, फर्केर आउँदाखेरि देशको ढुकुटी मात्रै खत्तम। फर्केर आइसकेपछि त्यहाँ देखिएको, त्यहाँ भइरहेको कुराहरू आफ्नो देशमा पनि लागू गरौँ, आफ्नो देशको विकासमा पनि त्यो चिजहरू रोपौँ भन्ने किसिमको एउटा अठोट लिएर आउनु पर्यो क्या। विदेश घुम्नु केही फरक परेन हैन, तर घुमेर आइसकेपछि त्यत्रो करोडौँको खर्चमा राष्ट्रिय ढुकुटी खर्च गरेर आइसकेपछि कमसेकम त्यसको फल त देशवासी अथवा आफ्नो देशको गरिबभन्दा गरिब जनताले पनि देख्न पाओस् न। फलाना नेता यो देशमा घुम्न गएको थियो अथवा फलानाले यो देशमा गएर त्यहाँको एउटा ढाँचा अथवा त्यहाँको एउटा यस्तो विशेषता नेपालमा भित्र्याइयो कि जुन हाम्रो लागि सौभाग्यको कुरा हो भनेर प्रत्येक नागरिकले भन्न सकोस् कि प्रत्येक नागरिकको मनबाट त्यो अटोमेटिक आओस् क्या, फलानाको कारणले गर्दाखेरि यो भयो भनेर। तब न आफ्नो देशको समृद्धि हुन्छ। आफ्नो देश बनिसकेपछि आफ्नो समाज, गाउँ, टोल, छर छिमेक सानो सानो कुराहरूमा पनि सुधार आइसकेपछि, विकासको गतिमा गइसकेपछि अनि समग्र आफ्नो राष्ट्र बन्ने हो नि त। देश बनिसकेपछि न अनि बल्ल प्रदेशको कुरा आउँछ अनि प्रदेश अथवा अन्तर्राष्ट्रिय जगतले हेर्ने पनि एउटा दृष्टिकोणमा परिवर्तन हुन्छ। नेपाल भनेको यस्तो है, सानो सानो कुरामा पनि एकदमै कन्सियसनेस छन्। त्यहाँको नागरिकहरू एकदमै एउटा हुन्छ नि जागेको हैन, एउटा आफ्नो देशका लागि आफ्नो राष्ट्रियता मनभरि बोकेको नागरिकहरू हुनै भन्ने होस् न। हाम्रो त के भएको छ, बोलीमा मात्रै
जय स्वाभिमान हैन, जय नेपाल, जय राष्ट्रियता बोलीमा मात्रै क्या, व्यवहारमा चाहिँ जय होइन कि फलानु प्रोजेक्टको लागि यति लगानी गरेको थियो, यति अरब खोइ हैन, फलानु कन्स्ट्रक्सन अथवा फलानुबाट यति करप्ट भएको थियो अथवा यति नीतिगत रूपमै हामीले खाने प्लान गरेको थियो खोइ हैन। पाउन त पाइसक्यो, खाइसक्यो, तर पनि अलि धेरै खोइ। अनि यस्तो भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो देश एकदमै पछाडि भएको हो। त्यही भएको कारणले गर्दाखेरि समग्रमा हामीले आफ्नो लिडरलाई मात्रै हो, तिनीहरू आम नागरिक भन्दा अलिकति जिम्मेवारी हुन् र हुन्छन् पनि, त्यही भएर नै पब्लिकले पठाएको हो तिनीहरूलाई। तिनीहरूले आफ्नो जिम्मेवारी, आफ्नो नैतिकतालाई ठाउँमा राखेर हैन आफ्नो काम गर्नु पर्छ नै। त्यसको साथसाथै आम पब्लिकले पनि, आम जनताले पनि आफ्नो ठाउँबाट जसरी हुन्छ सानो नै किन नहोस् आफूले कन्ट्रिब्युट गर्न सकौँ हैन भन्ने एउटा सकारात्मक पोजिटिभ सोच राख्नु पर्यो हैन। अनि आफूले मात्र राखेर पनि भएन, आफूसँग भएको जुन कुरा छ त्यो कुरा धेरैलाई पुर्याउनु पर्दैन, कमसेकम एकजनालाई, दायाँको एकजना बायाँको अर्को एकजना, दुईजनालाई आफ्नो चेतना कसरी हुन्छ बाँड्ने, फैलाउने। सबैजनाले हाम्रो ठाउँबाट जुटौँ त, नहुने चाहिँ के छ र। लु म आजदेखि मैले खाएको प्लास्टिकको खोल, चाउचाउ होस्, बिस्किट होस्, चक्लेट होस्, जेसुकै होस्, म बाटोमा फाल्दिनँ। पानी खाइसकेपछि बोतल गाडीबाट फुत्त फाल्दिनँ हैन। म निश्चित ठाउँमा अथवा फोहोर फाल्ने गार्बेजमा मात्रै म यो फाल्छु। प्रत्येकले त्यो सोचौँ त। अनि फोहोर चाहिँ कसले फाल्दो रहेछ? हाम्रो त देशमा हेर्ने हो भने बाटोको आमामा खोलाको छेउछेउ, बाटोको छेउछेउ, चौरतिर हेऱ्यो भने चक्लेटको खोल, खोलाको खोल, प्लास्टिक, फोहोर जताततै। किन भयो भन्दाखेरि त जनचेतनाको अभावको कारणले गर्दाखेरि। त्यही भएर यो कुरा सानो हो, तर यो सानो सानो कुराबाट हामी अलि माथि उठ्न सक्यौँ भने हैन, सानो सानो कुरालाई इम्प्लिमेन्ट गर्दै थोरै माथि उठ्न सक्यौँ भने बिस्तारै बिस्तारै सानो 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 हुँदै ठुलो हुँदै जाने होला नि त। त्यही भएर आफ्नो व्यक्तिगत तर्फबाट गर्ने कन्ट्रिब्युसन गरौँ र देशलाई विकास हुनमा आफ्नो अमूल्य सहयोग हैन, सपोर्ट, सुझाव हैन, त्यति मात्रै नभइकन पनि यो थ्योरिकली मात्रै नभइकन पनि प्र्याक्टिकली रूपमा पनि आफूले व्यवहारमा उतारौँ। अनि बल्ल यस्तै राम्रो, यस्तै सुन्दर हैन देश, सुन्दर पार्क, सुन्दर ठाउँको परिकल्पना गरौँ र सबैले आफ्नो ठाउँबाट गरिसकेपछि त्यो पुरा पनि पक्कै हुनेछ। असम्भव भन्ने केही पनि छैन। सबै जुटौँ, सबै लागौँ, शान्त, सुन्दर, स्वच्छ अनि हरियो फुलबारीले भरिएको देश बनाऊ है त। हस्, अन्तिमसम्म सुनिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच।
भन्दै अर्को भिडियोमा भेट हुने बाचासहित बिदा हुन्छु। हवस् त, नमस्ते।